यति ठुलो संसारमा यति ठुलो मुक्तिमा नरमाऊ कसरी। हामी मुक्ति पाएको छौँ, हामी रमाउँदै खुसी भएर उहाँलाई धन्यवाद दिनु पर्छ। हाम्रो सबै आफन्तहरूमा है, हाम्रो खानदानमा हामीलाई चुन्नु भएको छ उहाँले। हामी खुसी मनाउनु पर्छ साँच्चै। प्रभु धनी धनी व्यक्ति, योग्य व्यक्तिलाई उहाँलाई चुन्नु भएन। आज तपाईँ र म जस्तो नलाग्ला उहाँ चुन्नु भयो। हामी गर्व गर्छौँ प्रभुमा, साँच्चै नै उहाँले मलाई लिनुभयो। कसरी नपाएको जीवन आज मैले पाएको छु। मानिसहरूले सोच्दा म गरिब छु, मानिसहरूले सोच्छ यसको घर छैन, यसको यो छैन भनेर सोध्छन्, तर सबैभन्दा धनी म छु। आमेन। स्वर्गमा मेरो जस्तो घर कसैको छैन। आमेन। तपाईहरुको खानदानमा तपाईलाई चुन्नु भएको छ, तपाईहरुको जस्तो घर अरु कसैको छैन। आमेन। हामी यो संसारमा हामीले गरेको 10 वटा घरवाला मेरो हैन, यो कीर्तिपुर एरियाले मेरो भए पनि एक दिन मैले छोडेर जानु पर्छ। लान पाउँछु पाउँदिन। जति मैले प्रभुमा मेहनत गरेको छु नि, जति मैले प्रभुमा परिश्रम गरेको छु, त्यो कुरा मैले लान पाउँछु। आमेन। तारा तारादेखि मान्छे आउनुहुन्छ, उसोबा तारादेखि आउनु भएको छ। आमा बुढेसकालमा पनि यीशुको तृष्णा गर्दै आउनु भएको छ। अरू तपाईहरु कान्छी दिदी उहाँ दिदी कति तारा बनाउनु भएको छ। हामीलाई थाहा छ एकचोटि जाँदा कति गाह्रो हुन्छ तपाईहरुलाई। त्यहाँदेखि आउनुहुन्छ हप्तै पछि किन? यीशुलाई भेट्नको निम्ति, यीशुको तृष्णा लिएर आउनु भएको छ। हामीले भेट्न आएको हो। आमेन। विश्वास गर्नुहुन्छ? इनाम परमेश्वरले दिनुहुन्छ, मानिसहरूले चाहिँ दिनुहुन्न। तपाईँ र मलाई चाहिँ गरे, तपाईँ मैले काम गर्नुअनुसार प्रतिफल कोसँग छ? परमेश्वरसँग छ। आमेन। तपाईँ मलाई चाहिँ उहाँले प्रतिफल दिनुहुन्छ त्यो भनेर हामीले विश्वास गर्नुपर्छ। अनि वचन सधैँ गरेर आराधनाको जिन्दगी मेरो बितोस् यसरी। आमेन। आराधनामा बितोस् नभएर मेरो जीवन चाहिँ अन्धकारमा जुन चाहिँ चम्कोस् साक्षी त्यसरी है। अन्धकारमा तपाईहरुलाई जब तपाईँ र म प्रभुमा प्रार्थनामा समय बिताउँछौँ, आराधनामा समय बिताउँछौँ भने अन्धकारमा तपाईँ मलाई जुन चाहिँ चम्काएर देखाउनुहुन्छ। आमेन। विश्वास गर्नुहुन्छ? यी सामदाम राखेको बत्ती चाहिँ प्रभुले चम्काउनुहुन्छ। एक दिन समय आएपछि प्रभुले तपाईलाई चम्काउनुहुन्छ। आमेन। हुन्छ। परमेश्वरलाई धन्यवाद।